हेलो हेलो साथीहरू, यहाँ चाहिँ मेरो मम्मी चाहिँ तिते करेलाको तरुवा बनाउनु हुँदैछ। हेर्नु है, राम्रो पनि भएको छ, मिठै पनि भएको छ। मैले चाहिँ अहिलेसम्म खाएको थिइनँ। मम्मीले चाहिँ मिठो हुन्छ तिते करेलाको तरुवा चाहिँ। कस्तो टेस्ट हुन्छ भने माछा तारेर खाए जस्तै टेस्ट हुँदो रहेछ। हजुरहरू पनि एकचोटि खानु भन्दै म चाहिँ यहाँनिर खाँदैछु। आगोमा पकाउनु हुँदैछ मम्मीले चाहिँ। हाम्रो चाहिँ यस्तो छ। यहाँनिर चाहिँ तारीहरू राख्नु भएको रहेछ अनि यता चाहिँ तार्नु हुँदैछ। अनि मम्मीलाई चाहिँ मैले एउटा खानु भनेर भनेको थिएँ अनि मम्मीले चाहिँ चाख्नु हुँदैछ। अनि मैले चाहिँ फेरि अर्को पनि खान खोज्दैछु। एउटा खाएपछि त साह्रै मिठो लाग्ने रहेछ। फेरि खाएको खाइकन थालेछु म त। यहाँनिर मम्मी पनि फेरि खानु हुँदैछ। गर्मीमा चाहिँ अफ गर्दै मम्मी बनाइराख्नु भएको छ। आजभोलि धेरै गर्मी बढेको छ नि त, त्यही भएर आगोमा पकाउन चाहिँ साह्रै पर्छ क्या खानाहरू। अनि यहाँनिर चाहिँ फेरि मम्मीले अर्को पनि एउटा टेस्ट गर्नु पर्यो भनेर फेरि खानु हुँदैछ। हजुरहरू पनि यसरी नै खानु होला, एकदम स्वादिष्ट हुन्छ। यति भन्दै ओके, बाई बाई साथीहरू।